पार्वती पतये हर 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 महादेव शम्भो। आज अब सबैको ध्यान मैले आकर्षित गराउन चाहे। आज मिति 2082 साल चैत्र महिनाको 5 गते शुभ बार बेला समय अन्तर्गत कौशिक गोत्रका परम पवित्र घर आँगनीमा जन्मलाई धारण गरेका बालकृष्ण र टाक्ष्य नाम गरेका बालकहरूको व्रतबन्ध वेदारम्भ समावर्तन कर्म र हाम्री ओजस्वी नाम गरेकी देवी जस्तै बालिकाको नूतन वस्त्रदान गुन्युचोली कर्मको गणेश लड्डु कर्म अन्तर्गतमा हामी आएका छौँ, जसलाई कसार बाट्ने भन्ने चलन छ। त्यसका लागि चाहिँ शुभ बार बेला समय साँझको समय ठिक्क गोधुलीको बेलामा लक्ष्यवर्तीका भगवानलाई साक्षी राखेर र यज्ञनारायण भगवानलाई देवी विष्णु शिव सबैको पूजा कर्म परिपूर्ण गरेर साँझका समयमा हामी यो गणेश लड्डुकरण कर्मको लगन बोलाउन गएका छौँ। त्यसका लागि शङ्खे घण्टे तयार, बाजा बजाउने माताहरू तयार हो, अनि भार बोक्ने तयार, बिस्कुने तयार, कलछौलीहरू पनि तयार, अनि लगन गाठो गर्ने कन्याहरू तयार। त्यसो भए यो शुभ बार बेला भएको समयमा घडीको समय ठिक छ भनिदिनु, बाजा गाजा गाउनेले बाजा गाजा बजाइदिनु, थप्पडी बजाउनेले थप्पडी बजाइदिनु, मङ्गल गान गाउनेले मङ्गल गान गाइदिनु, बिस्कुन छर्नेले बिस्कुन ओछ्याएर खरक खरक गरेर उठाउन थालिदिनु। यो शुभ बार बेला समयमा शुभ लगन ल्याउँ त ल। त्यसो भए शुभ लगन भो, शुभ लगन भो, शुभ लगन भो। मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरे। उठाउनु उठाउनु। तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते दैवं स्मरामि। भजन गाइदिउँ त। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, वासुदेवाय बजाउनु भन्नु न। वासुदेवाय भजौ वासुदेवाय, वासुदेवाय भजौ वासुदेवाय। हरिले हरलाई यही ज्ञान सिकाए, हरिले हरलाई यही ज्ञान सिकाए, यही ज्ञान सिकाए प्रभु यही ज्ञान सिकाए, यही ज्ञान सिकाए प्रभु यही ज्ञान सिकाए। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। जपौँ यो मन्त्र सधैँ अति कल्याणकारी, जपौँ यो मन्त्र सधैँ अति कल्याणकारी प्रभु अति कल्याणकारी। भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। श्री वासुदेव भगवान